हाई गाइस, नमस्ते, वेलकम टु आवर मिनी ब्लग। हजुरहरू कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला? म पनि सन्चै छु। अनि गुड इभिनिङ। अहिले चाहिँ हाम्रो दिउँसो भइरहेछ है। मेरो चाहिँ दिउँसो भइरहेछ। अनि आज चाहिँ म के गर्छु भने नि तपाईँहरू हेर्नु ल। म चाहिँ कहिलेकाहीँ काम गर्छु। काम मतलब आफ्नो लागि। अचम्मै नमान्ने, फेरि शिलाले के काम गर्दो रहेछ भनेर म केही काम गर्दिनँ। आज चाहिँ म आफ्नो लागि आफै सानो काम गर्दैछु। अनि त्यही हजुरहरूलाई पनि म देखाउँछु। आज चाहिँ म के गर्दैछु भन्दाखेरि आफ्नो लागि, मेरो हात यस्तो छ होइन, नेल लगाउने कोसिस गर्दैछु। हातमा चाहिँ नेल लगाउँछु, अनि खुट्टामा चाहिँ मात्र जेल पोलिस मात्र युज गर्छु। किनकि मैले सिकेको छु नि त नेलको, हल्कै थोरै सिकेको छु। बाबु हुनुभन्दा अगाडि नै सिकेको थिएँ। अनि त्यही अलिअलि यसो मैले सामानहरू आफ्नो लागि चाहिँ लिएको थिएँ। छिटो सिकिन्छ नि त, त्यस्तै भएपछि आफूसँग सामान भएपछि छिटो सिकिन्छ भनेर चाहिँ मैले अनि सामानहरू सबै लिएको छु आफ्नो लागि। अनि 3D सिकेको छैन, त्यही पनि मैले 3D को सामान पनि लिएको छु। यसो युट्युब हेरेर अब प्र्याक्टिस गर्छु भनेको, टाइम बाबुले गरेर टाइम नै पाउँदिनँ। त्यही पनि कुनै दिन नन्दासँग भएछ भने म टाइम निकालेर 3D पनि सिक्नेछु। अनि अहिले चाहिँ म त्यही जेल पोलिस अप्लाई गर्नु पर्यो भनेर आफ्नो खुट्टा र हातमा। अनि त्यही त हजुरहरूलाई पनि देखाउँछु म के सामान चाहिन्छ, के युज गर्नुपर्ने हुन्छ, तपाईँहरूलाई म एक गरी देखाउँछु। हस्, आजलाई चाहिँ भिडियो यस्तै नै बन्ने छ, हेर्नु होला। अनि तपाईँहरू पनि सिक्नु होला है। छोरा मान्छेले चाहिँ अलिक जान्नुहुन्न होला, काम पनि लाग्दैन छोरा मान्छेको त। अनि त्यही पनि छोरा मान्छेले पनि हेरिदिनु होला साथीहरू। हस्, चाहिने छ मन्डे ब्लग उसको लागि, किनकि म त्यहाँ बसेर गर्छु नि त भुइँमा। यो मन्डे ब्लग चाहिँ त्यहाँसम्म पुग्नु पर्यो ल्याम्पको लागि। मैले चाहिँ यहाँनिर मनी प्लग ल्याइसकेको छ, किनकि म भुइँमा बसेर गर्न आँटेको नि त। अब अग्लो ठाउँ त छैन, चियर र टेबल भएको भए चाहिँ अलिकति सजिलो हुन्थ्यो। छन त छ किचनमा, तर त्यो धेरै ठुलो छ। त्यही भएर किचनमा जानु मिल्दैन, लग्नु पनि मिल्दैन। त्यही भएर म आफ्नै रुममा गर्नेछु। अनि मनी प्लग मैले यहाँ भुइँमा राखिसकेको छु। अनि हजुरहरूलाई म मेरो के देखाउँछु भने नि, नतर्सिनु ल। यो चाहिँ सबै मेरो नेल्सको सामान हो। झोला छ, त्यही हो। अब म तपाईँहरूलाई म एक-एकवटा सामान देखाउँछु, के चाहिन्छ, म के लगाउन लाग्यो भनेर। अनि हेर्नु होला। अनि लेडिजले चाहिँ सिक्नु पनि होला है, कि अब छोरी मान्छेलाई त चाहिन्छ नि त, राखी त हुनु पर्यो। म चाहिँ यहाँ सामानहरू हेर्दैछु क्या, के चाहिने हो भनेर। त्यही मेन मात्र निकाल्दैछु, सबै निकालेर पनि के गर्नु भनेर। अनि जुन सामानहरू चाहिन्छ त्यही म मात्र एक-एकवटा निकाल्दैछु। साथीहरू, मेरो सामान हेरेर नतर्सिनु ल, किनकि बजार रहेछ नेलको मसँग चाहिँ। अनि मैले यता चाहिँ यिनीहरू चाहिँ चाहिने हो, अनि हेरेर म युज गर्छु। अनि यिनीहरू चाहिँ नचाहिने हो, यिनीहरू चाहिँ म यता साइडमा राखिदिन्छु, किनकि झ्याउ हुन्छ क्या। यहाँ पनि छ सामान मसँग त कति छ, झन् बजारै छ बजार। त्यही भएर मलाई पार्लर जानु पर्दैन, घरमै आफै गर्छु। अनि यति धेरै सामान छ अहिलेलाई चाहिँ। मलाई चाहिने भनेको चाहिँ मेन भनेको यति हो मन्डे ब्लक, ल्याम्प, अनि यो नेल ड्रिल मेसिन,
अनि एउटा बफर चाहिन्छ हामीलाई एउटा अनि यो के भन्छ यसलाई बिर्से फाइलर कति भयो त 1 वर्षै भइसक्यो क्या मैले यो सिकेको त्यही भएर नामै बिर्सिन थालिसकेँ अनि यो फाइलर चाहियो हामीलाई अनि यो बफर अनि यो हातको लागि नेल टिप्स चाहियो अनि त्यसपछि यो दुईटा भनेको मैले कलर चुज गरेको म आफ्नो हातखुट्टामा यही कलर युज गर्छु भनेर अनि हामीलाई जेल पोलिस सुकाउनको लागि यो ल्याम्प चाहिन्छ अनि त्यसपछि आर्ट ब्रस आफूलाई आर्ट गरेर केही माथिबाट बर्नुमा लागेर गर्छ अनि यो भनेको युभी जेल हो मैले यो बाँधेर राखेको किनकि यहाँ पनि छ अर्को पनि युभी जेल लिक हुँदो रहेछ क्या अनि च्याप भइरहेको छ त्यही भएर मैले प्लास्टिकमा बाँधेर राखेको अनि त्यसपछि हामीलाई ल्यायो नङ्गा अब आफूलाई कत्रो साइजको राख्ने हो त्यसलाई यो काट्नको लागि यो चाहिन्छ अनि यो डस्ट ब्रस भइहाल्यो अनि यसले चाहिँ हाम्रो त्यो क्युटिकल एरिया हुन्छ नि छाला माथि यस्तोमा हुन्छ क्या यस्तो यो माथिको हो यो काट्नुपर्ने हुन्छ यसले चाहिँ अनि यो चाहिँ क्युटिकल रिमुभर भनेको यो क्रिम यहाँ हातमा लगाएर चाहिँ यहाँ माथि अनि हो हल्का पुस गरेर पुसरले चाहिँ पुस गरेर चाहिँ अनि यो यसले चाहिँ वहाँनिर यो क्युटिकल एरियाको यो छाला काट्नुपर्ने हुन्छ क्या यो अनि त्यसको लागि हामीलाई चाहिन्छ ग्लु अनि ग्लु अर्को पनि छ यो चाहिँ खोलेको यो चाहिँ सबभन्दा राम्रो भनेर मलाई भिडाएको तर खै मलाई त्यति मन परेन किनकि नेल नै टाल्दैन क्या धेरै बेर अनि यो चाहिँ हामीलाई चाहिन्छ सफा गर्नलाई नेल रिमुभर यो त पोखिनु पो थाल्यो जला बाहिर राख्नु हुन्छ नेल रिमुभर अनि हामीलाई चाहिन्छ यो प्राइमर यो चाहिँ कलर अप्सन हो यो चाहिँ कालो र सेतो ब्ल्याक र व्हाइटमा अनि हामीलाई चाहिन्छ टप कोट बेस कोट अनि यो चाहिँ हाम्रो लास्टमा फाइनल भइसकेपछि चाहिँ यो चाहिँ के भन्छ होला भिटामिन भन्छ कि के भन्छ भिटामिन नै हो यो चाहिँ हाम्रो लास्टमा यो स्किनलाई क्या ड्यामेज नगरोस् भनेर अन्तिममा सकिसकेपछि यो स्किनमा लाउने हो क्या यो भिटामिनलाई चाहिँ अनि मेन अहिले मलाई चाहिने भनेको सामानहरू चाहिँ यति हो गाइस यति अब म स्टार्ट गर्छु ल त्योहरू मैले चाहिँ फर्स्ट हो मेरो खुट्टाबाट स्टार्ट गर्छु है खुट्टा चाहिँ मैले पहिल्यै लगाएको थिएँ त्यही भएर यति आइसकेको छ सरेर यसलाई हामीले यो नेल ड्रिलले चाहिँ हटाउनु पर्ने छ पुरै सफा गर्नुपर्ने छ टाइम लाग्छ त्यसको लागि चाहिँ साथीहरू यो नङ बनाउँदा लगाउँदाखेरि चाहिँ आफूले लगाउँदाखेरि चाहिँ देब्रे हातमा देब्रे खुट्टामा गर्नु बनाउनु एकदम सजिलो हुन्छ र दाहिनेमा गर्नु पर्यो भने चाहिँ नि आमामा कति गाह्रो हुन्छ नि बाफ्रे अप्ठ्यारो एकदमै अप्ठ्यारो हुन्छ मलाई मात्र हो कि अब तपाईँहरूलाई पनि हुन्छ मलाई चाहिँ एकदम अप्ठ्यारो हुन्छ यस अब हटाइसकेँ पालिस त्यसपछि फेरि अब यसलाई काम गर्नुपर्छ मर्मत गर्नुपर्ने हुन्छ फर्स्टमा हामीले यो कटन लिएर आफ्नो नङ सफा गर्नुपर्ने हुन्छ राम्रै हुनलाई पनि बन्नलाई नै कम दुःख गर्नुपर्छ र
लागि यति छ झन् अनुहार जिउको लागि त कुरै छ के गर्नुपर्ने नि अब यसले हाम्रो यो क्युटिकल एरिया यो काट्नुपर्ने हुन्छ हल्का धेरै त होइन हल्का बनाएर यो देखेको चाहिँ मैले मेरो यो नङको स्किन गयो हुन्छ नि यो भाग काटेको कुद्यो मुसा त्यति आउँदैन ए के गर्दैछ त्यो यता तीनजनाको यस्तो चलिरहेछ अनि म एकजनाको यस्तो चलिरहेछ मेरा साथी के गर्छ युबिन हल्ला गर्दैछ त अङ्कलले बोक्नु भएन किन छैन भोक लागेको दाल त्यो उब्रेको थियो नि तपाईँहरूले खाइसक्नु भएन नि दाल यो दाल सबै जानेको मिक्स गरिदिएँ अनि मैले तो गाइस अब हम लगाएंगे ये बिस्कुट ला भाँच हो कि के यो बिस्कुट चाहिँ म एउटा बाँदर हो यो बाँदरले बिर्को खोल्नु नसकेर यो बिर्को खाला त्यस्तो गरेँ मैले दाँतले अब हामीले लगाउनु पर्ने हुन्छ फर्स्टमा बिस्कुट त्यसपछि 60 सेकेन्डमा सुकाउनु पर्ने हुन्छ झुट चाहिँ बोलेको होइन कि साथीहरू साँच्चै खोल्नु सक्दैन त्यही भएर दाँतले गर्नुपर्छ यो काम गर्दैन यो चाहिँ हाम्रो बिस्कुट हो ल बिस्कुट एप्लाई गर्नु पनि हुन्छ फर्स्टमा स्किनमा चाहिँ लगाउनु भएन जस्ट नेलमा मात्र अनि 60 सेकेन्डमा हामीले ल्याम्पमा सुकाउनु हुन्छ यदि यो बिस्कुट स्किनमा लागिहाल्यो भने पहिला यसलाई सफा गर्नुपर्ने हुन्छ स्किनको चाहिँ अनि त्यसपछि मात्रै ड्राई बिस्कुट लगाएर 60 सेकेन्डमा सुकाइ पनि सक्यो कति डिफ्रेन्ट देख्यो है टल्किरहेछ अब त्यसपछि यो जेल पोलिस एप्लाई गर्नुपर्छ मैले यो कलर चुज गरेको सुहाउँछ कि सुहाउँदैन
अनि त्यसपछि टुप्पोमा चाहिँ यल्लोले आर्ट गरिदिन्छु। सबै लाउनु पर्ने हुन्छ, सिङ्गलले चाहिँ छिटो छिटो देख्छ कि, त्यही भएर डबल लाउनुपर्छ। तल खुट्टामा सेतो त होइन, यो फिक्का पिङ्क हो कि, फिक्का पिङ्क नै भन्छ होला उसलाई होइन। हामीले 60 सेकेन्ड सुकाउनु पर्ने हुन्छ यहाँनिर। मेरो नन्दा पनि गर्दै हुन्छ, किनकि आधा देवर भाइ हुनुहुन्छ नि त घरमै, बाबु हेर्दै हुनुहुन्छ। अनि यही मौकामा चौका लु नन्दा पनि लगाउनु भनेर, उसलाई पनि सिकाइदिन्छु यस्तो यस्तो गर्नु भनेर मैले त गर्दैछु। डबल पोल पालिस गरेर चाहिँ यस्तो भयो हो। अनि यसमा चाहिँ मैले हल्का लाइनिङ दिन आँटेको यल्लोले, यल्लो यल्लो यो पनि कस्तो देखिन्छ। मैले एप्लिकेसन चाहिँ टर्नै लेखेको छु नि। हातले साथीहरू मेरो फाइनल लुक चाहिँ यस्तो भयो। तर यसमा अब हामीले टप कोट लगाएर अनि 30 होइन 60 सेकेन्डमा सुकाउनु पर्ने हुन्छ नि। त्यसपछि मेरो सक्यो, यस्तो देखियो। कस्तो सुहायो कि सुहाएन भनिदिनु होला। फाइनल अन्तिममा अप्लाई गर्नुपर्ने, यो अप्लाई गर्नुपर्ने। अनि यो हामी खुट्टामा लगाउँछौँ माथिबाट। त्यसपछि मेरो सक्यो, यसरी लाउनु पर्ने हुन्छ। अनि 60 सेकेन्डमा सुकाउनु पर्छ। हुन्छ माथिबाट यो लाइन हुँदैन। मैले होइन यता हेरिरहेको। हाम्रो जिउ चाहिँ काम सकेको छैन। म चाहिँ लास्ट अब फाइनलमा चाहिँ यो बटरफ्लाई लाउनु पर्यो। आज त्यसले बातै पार्यो। बहिनी यो बजार मैले फिजाएँ होइन, स्टार्ट मैले गरिहालेँ, मैले फिजाएँ। तपाईँको काम ल समेट्ने। यो चाहिँ बहिनीको काम हो, बजार समेट्ने। ल चल्देको ल साथीहरू फाइनल लुक्स हेर्ने। नराम्रो चाहिँ नभनिदिनु ल, राम्रो छ दामी छ वाउ भन्नु ल। 1 2 3 गो। यसले चाहिँ आज मेरो रात बनाइदिएको छ। मैले 4:30 कति बजेदेखि स्टार्ट गरेको यो भ्लग। अनि यो नेल पनि मात्र खुट्टाको है, अझै हातमा त बाँकी नै छ, सकिएन। त्यही भएर यसले चाहिँ आज मेरो रातै पराइदिन्छ ल। आजलाई चाहिँ यति नै मिनी भ्लग। हजुरहरूलाई कस्तो लाग्छ, के लाग्छ, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। बाई, गुड नाइट, गुड नाइट।
बाई गाइज।